मुक्तिनाथको यात्रा 2083 साल 2 महिना 22 गते। व्यक्तिगत कामको थकानबाट थोरै भए पनि छोटो समय बनेको यो योजना अन्ततः सफल भयो र हामी मुक्तिनाथको एक दिनको बसाइपछि फेरि पुनः पोखरा फर्क्यौँ। बाटोमा रमाइलो गर्दै मनोरम दृश्यहरू हेर्दै हामी मुस्ताङतिर यात्रा गर्छौँ। शुक्रबार करिब हामी 3 बजेतिर पोखराबाट निस्कन्छौँ। बाटोमा सिमसिम पानीले स्वागत गरिरहेको थियो। हामी हेम्जाउँदै हामी बागलुङतिर प्रस्थान हुन्छौँ। मनोरम दृश्य निहाल्दै डाँडा पाखा खोजको बिचमा भएका किनारमा भएका बस्तीहरू निहाल्दै हामी अगाडि गन्तव्यतिर निस्कन्छौँ। हाम्रो अब नजिकको यात्रा म्याग्दीको बेनी रहनेछ। हामी मनोरम दृश्यहरू निहाल्दै बागलुङतर्फ छिर्छौँ। बागलुङ बजारमा रमाइलो मनोरम दृश्य हेर्दै हामी म्याग्दीको बेनीमा पुगेर केही क्षण हामी रमाइलो गर्नेछौँ। त्यहाँ एकछिन विश्राम गरी टिकटकहरू बनाउने हाम्रो योजना रहेको छ। र आजको बसाइ तातोपानी नजिक एक कार्यालयमा रहनेछ। हाम्रो लागि त्यहाँ बन्दोबस्त भइसकेको जानकारी सँगै हुनुभएका दाजु रामचन्द्रले दिइसक्नु भएको छ। मनोरम दृश्यको साथमा सङ्गीतमा रमाउँदै हामी अगाडि बढ्ने क्रम मनोरम प्राकृतिक सुन्दरतालाई अँगाल्दै हामी मुस्ताङको यात्रा जारी रहन्छ। साथमा दिदी भिनाजु भान्जा दाजु भाउजूहरूको साथमा यो रमणीय यात्रा साँच्चै नै अविस्मरणीय हुनेछ। हामी बेनी नजिकै पुग्छौँ र बेनीमा एकछिन रमाइलो गर्ने त्यहाँ टिकटक बनाउने हाम्रो कार्यक्रम रहेको छ। हामीलाई एकछिन डाँडाहरूको बिचमा रहेको बेनी बजार अत्यन्त रमणीय बजार टिकटक बनाएर एकछिन रमाइलो गऱ्यौँ। त्यहाँ उक्त पश्चात हामी गल्लेश्वरलाई निहाल्दै फेरि अगाडि बढ्छौँ र हाम्रो आजको बसाइ एउटा कार्यालयमा हुन्छ भनेको थिएँ मैले। त्यहाँ पुगेर हामी विश्राम गरिन्छ र त्यसपछि हामी पुनः फेरि भोलिको यात्रा हाम्रो तय हुन्छ। घाँसा लेते कवाङ मार्फा जोमसोङ कागबेनी झारकोट हुँदै हामी मुक्तिनाथ जाने यात्रा तय हुन्छ। तातोपानीको प्राकृतिक तातोपानी कुण्डका लागि प्रसिद्ध स्थललाई हामी निहाल्दै फेरि पुनः हामी अगाडि बढ्छौँ र त्यहाँको जोमसोम हेर्ने रहर पनि छिट्टै पुरा हुनेछ र जोमसोमको लागि अत्यन्त प्रसिद्ध ठाउँ मुस्ताङको केन्द्रबिन्दु। त्यस्तै गरी कागबेनी पुरानो तिब्बती शैलीको लागि एकदमै प्रसिद्ध ठाउँ हेर्नको लागि हामी आतुर थियौँ। पुराना बस्तीहरू भएको ठाउँ झारकोट गुम्बाहरू भएको छ। धेरै गुम्बाहरू भएको बस्तीको रूपमा ऐतिहासिक गाउँको रूपमा पनि हामी झारकोटलाई चिन्दछौँ। साँच्चै नै यो प्राकृतिक रमणीय स्वरूप देख्दाखेरि लाग्छ कता हराइएको छ कहाँ छ। यो अत्यन्त रमणीय स्थलले मलाई एउटा शान्त आभास दिलाइदिएको छ। यति रमाइलो परिवेश यो डाँडाको बिचमा वास्तवमा नेपालमा भएका यी रमणीय दृश्यले पर्यटकहरूलाई आकर्षित गरिरहेको थियो। विभिन्न देशहरूमा प्रचार गरेर पनि देशले मनोज्ञ आम्दानी कमाउन सक्ने यो स्थान अत्यन्त रमणीय छ। हावापानी ठिकको हावापानी भएको ठाउँमा अन्ततः हामी त्यहाँ मुक्तिनाथ मन्दिरको यात्रा गर्छौँ र विभिन्न ग्रन्थहरूबाट विभिन्न मान्यताहरूबाट प्राप्त यस कुण्डमा हामी पनि डुबुल्की मार्ने र त्यहाँ हामी मुक्तिनाथको मन्दिरमा चिसो पानीमा डुबुल्की मार्यौँ र 108 धारामा घुम्यौँ। त्यहाँबाट हामी त्यो चिसो हावास त्यो चिसो पानीमा हामी पखालिएर
आफ्नो इच्छा मनोकामना पुरा गरेको चाहिँ हाम्रो आभास हुन्छ। मन्दिरको दर्शन गरिसकेपछि हामी फेरि फर्किन्छौँ उक्त दिन नै हामी फेरि पोखरा फर्किनुपर्ने कार्यक्रम रहेको कारणले गर्दा त्यहाँबाट हामी मनोरम दृश्यहरू निहाल्दै त्यहाँको चिसो हावामा र एकदमै बेजोडले बग्ने हावाहरूमा रमाउँदै पुनः हामी टिकटकहरू बनाउने कार्यक्रममा अडिग रह्यौँ र धेरै त्यहाँबाट निस्किन नपाए हुन्थ्यो, त्यहीँ बसिरहन पाए हुन्थ्यो। जस्तो यो रमणीय ठाउँ साँच्चै भन्यो भने एकपटक पुग्नै पर्ने ठाउँ रहेछ। यसले हाम्रो अहिलेसम्म गएका थकानहरूलाई पनि बिर्साइदिने यो प्राकृतिक रमणीय स्थान अत्यन्त रमाइलो थियो। फर्किँदा रूपसे झरना अत्यन्त रमाइलो। यो रूपसे झरनामा हामी एकछिन रमाउने प्रयास गऱ्यौँ। यो चाहिँ बेनी र घाँसाको बिचमा पर्ने यो रूपसे झरना अत्यन्त प्रसिद्ध नेपालको सबैभन्दा अग्लो झरना। त्यसपछि हामी माकुमा आएर त्यहाँको बनाउने कार्यक्रम रह्यो। अन्ततः सम्पूर्णलाई एकदमै धन्यवाद यो पोखरा यात्रा रमाइलो बनाइदिनु भएकोमा।